हेलो नमस्ते नमस्कार साथी चाहिँ अनि आजको भिडियो पशुपतिनाथको दर्शन हुन्छ हैन। अनि एउटा हजुर बुबाले कति प्रेम र प्रेमको भावले यहाँ दर्शन गर्न जानु भएको छ। अरु यहाँ पेन्टिङको पनि कारोबार भइरहेको छ वालमा। हुन्छ प्लिज तपाईहरु टाइमली आएर अनि दर्शन गर्नु पाउँछ। अनि लाइन काफी भिड हुन्छ हैन, त्यही भएर धेरै गाह्रो हुन्छ। अनि वहाँ यहाँ लाखौंको भिडमा श्रद्धालुहरु पुग्छ हैन, धेरै भिड हुन्छ। तपाईहरु आएर तपाई आफ्नो आमा बुबा या तथा दाजुभाइ दिदीबहिनी एक आपसमा मात्रै जोडेर हिँड्ने हो। बेलुका तपाईको धेरै गाह्रो हुन्छ हिँड्नको लागि। धेरै यात्रीहरु यहाँ आउँछ हेर्नको लागि। तर शिवरात्रिमा धेरै भिड हुन्छ। तपाईको अहिले ठाउँ हेरेको ठाउँ हैन, पुरा एकदमै पैक हुन्छ। त्यही भएर तपाईहरु सबैजना एक आपसमा मिलेर मात्रै हेर्न पाउनु हुनुहुन्छ। तर यो गेट अहिले हेर्नु भएको गेट यो बन्द हुन्छ हैन, अर्को गेटबाट तपाईहरु छिर्न पाउनु हुनुहुन्छ। यो गेट एकदमै क्लोज हुन्छ, यो गेटमा तपाई छिर्न पाउनु हुनुहुन्न। त्यही भएर मैले यो भिडियो बनाउनेको कारण यही हो। फर्स्टै यो मैले भनिदिएको हो, यो गेटबाट तपाई छिर्न पाउनु हुनुहुन्न। अनि वहाँ हेर्नु पेन्टिङको काम अहिले सुरसार भइराखेको छ हैन। अनि बालनको इलाका भने गेट ओपन हुन्छ। कति रमाइलोसित पेन्ट भयो हुन्छ अनि कति सफाई सुधार हो। अनि यहाँ एउटा दाजुले गर्दैछ हैन। अनि मैले सोधेको यो दाजुलाई, दाजु कति दिनमा यो सक्छ? भन्छ हैन बाबु मात्रै 2 से 3 दिनमा सक्छ। त्यही भएर अब म यहाँबाट डाइरेक्टै हैन अनि जुत्ता एकदमै राम्रोसित खोज्न लागेको हैन। फोटो अनि पेन्टिङ हुन्छ हैन। अनि बालनको इलाका भनेको यही हो, सफाई सुधार अनि एकदमै रमाइलो लाग्छ के। यो पाली 2025 को हैन सबैभन्दा बेस्ट अति पशुपति दर्शन हुन्छ अनि शिवरात्रि हुन्छ। तर यो पाली धेरै सुरक्षाको साथ हो हैन। जस्तोमा कुम्भ मेलामा सुरक्षा भएको थियो त्यस्तै सुरक्षा यो 2025 को शिवरात्रिमा हुन्छ हैन। तपाईहरु टेन्सनमा हुनुहुन्छ? म त शिवरात्रि मेरा आइपुगेको छु। अनि कुन ठाउँमा जुत्ता अथवा झोला हाल्ने म कतै पनि हेर्न सक्नुहुन्न। अनि अब म डाइरेक्टै यहाँबाट हैन कुन ठाउँमा जुत्ता राख्नु हुनुहुन्छ, कुन ठाउँमा कभर या अथवा झोला राख्नु हुनुहुन्छ, म डाइरेक्टै उन ठाउँमा म लिएर हिँड्छु। तपाईहरु हेर्नु होला फुल भिडियो। अनि यो भिडियोमा के लिएर आउनु हुनुहुन्छ दर्शन गर्न, कुन सामान कहाँ राख्नु हुनुहुन्छ, अथवा तपाईहरुलाई कति रुपैयाँ दिनुपर्छ झोला राख्नको लागि। म यो झोलामा जुत्ता राखिसकेको हेर्नु हुनुहुन्छ तपाईहरु। म वहाँ काउन्टरमा जम्मा गर्ने। अनि तपाई सोच्नु हुनुहुन्छ कति पैसा दिनुपर्छ? पैसा दिनु पर्दैन, अनि शुल्क पैसा हो। यहाँ पैसा केही पनि लाग्दैन। अनि दाइले वहाँ टोकन अनुसारले हैन राखिदिनु भयो। यहाँ टोकन मेरो 651 नम्बरको टोकन हो। यो टोकन लिएर पकेटमा जाने हो। अनि यो टोकन हेराएपछि तपाईको जुत्ता पनि हराइहाल्यो हैन। त्यही भएर टोकनको सबैभन्दा ठुलो किम्ती हो। त्यही भएर टोकन तपाई प्लिज नहेराइदिनु होला। अनि अब म यहाँबाट डाइरेक्टै पशुपति दर्शन गर्न पाउनु हुनुहुन्छ। म यहाँबाट मन्दिरमा आइपुगेको छु। यो हो पशुपतिनाथको मेन गेट। यहाँ तपाई भित्र मोबाइल एलाउ छैन। तपाई भित्र गएर मोबाइल चलाउनु पाउनु हुन्न। यहाँ सिक्युरिटी गार्ड अथवा पुलिस प्रशासनहरु पनि हुन्छ। त्यही भएर यहाँबाट मात्रै तपाई बाहिरबाट मात्रै भिडियो बनाउनु पाउनुहुन्छ। त्यही भएर यहाँ मात्रै भिडियो बनाउने हो अथवा भित्री मोबाइल ओपन गर्न पाउनु हुन्न।
उहाँको एकदमै भव्य स्वागतहरू हुन्छ। अनि यहाँ तर भित्र एलाउ छैन कि फोटो तान्नको लागि, मात्रै बाहिरबाट मात्रै तान्न मिल्छ, भित्र तान्न मिल्नु हुँदैन। अझै अलिकति माथि माथि अझै हो। ठिक छ ल, ठिक छ। तमाम दिदी मिलेगा।